सो हेलो एन्ड एभ्रीवन वेलकम ब्याक टु माई न्यू भिडियो होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला एन्ड आजको भिडियोमा स्वागत छ तपाईँहरू सबैजनालाई होइन। अनि आज चाहिँ म साइकल बनाउन जाँदैछु उता चनौलीतिर अनि हेरौँ भिडियो लास्टसम्म के हुन्छ होइन। सो च्यानल नयाँ हुन्छ भने सबैजनाले सब्सक्राइब गरिदिनु होला है, त्यही भन्न चाहन्छु। अब आज चाहिँ टक्क साइकल बनाउन जाने हो अनि मेन चाहिँ मेरो चेन फेर्न छ, चेन अनि अर्को भनेको चेन र सिट अनि भइहाल्यो भने चाहिँ यो सर्ट स्टिम पनि हाल्ने भनेर सोचिरहेको छु। पायो भने चाहिँ हाल्ने, पाएन भने चाहिँ हाल्दिनँ होइन। सो त्यही हो, ढिला नगरी अब साइकल पसलतिर भेट्न पर्ने हुन्छ ट्याक्क लगाएर। त्यहाँको साइकल पसल चाहिँ बन्द रहेछ। अहिले चाहिँ म 7 नम्बरको जाँदैछु, त्यहाँ चाहिँ सर्ट स्टिम पाउँदिनँ मैले। यतातिर चाहिँ मैले भनेको थिएँ, अब त्यो अङ्कल चाहिँ पसल बन्द रहेछ आज अनि उता जाँदैछु। सर्ट स्टिम चाहिँ अब पछि हालौँ ल। त्यही बेलामा चाहिँ पसलहरू बन्द हुन्छ होइन। अब के भन्ने 7 नम्बर चाहिँ आइपुग्न लागिसकेको छ। थाकियो यार, एक राउन्ड हानेको आज थाकियो। उता माथि हिमालहरू देखिरहेको छ, क्यामेरामा चाहिँ क्याप्चर हुँदैन। अब तपाईँको साइकल पसल मान्छे हो। अलराइट एभ्रिवान, मैले चाहिँ साइकल बनाएर आइसकेको छु अनि बनाउँदा रात परिसकेको। मैले चाहिँ साइकलको एउटा ट्युब फेऱ्यो अनि चेन फेरेको होइन अनि एउटा सिट टोटल गरेर चाहिँ मेरो कति 1350 भयो होइन। अनि अहिले चाहिँ घरतिर जाँदैछु म ट्र्याक लगाएर होइन। हल्का यस्तो बाटोमा चाहिँ हल्का गाह्रो हुन्छ नि चाहिँ यस्तो साइकलबाट अब चाहिँ केही पनि आएको छैन होइन। स्मुथ भएको छ साइकल चाहिँ, केही पनि आवाज आएको छैन। अब त्यही नै यो बाटो चाहिँ ला सधेर भइसक्यो। सो फाइनली गाइज दिस इज आवर नेक्स्ट डे एन्ड आजको भिडियो चाहिँ चौरतिरबाट स्टार्ट भएको छ होइन। म चाहिँ हिजो राति चाहिँ त्यस्तै साइकल बनाएर चाहिँ राति नै फर्केको थियो अनि राति चाहिँ खासै राम्रो क्यामेरा आउँदैन, त्यसैले मैले भिडियो बनाएन। अनि अहिले चाहिँ म यहीँ आएर बनाउँदैछु टक्क लगाएर। सो साइकल चाहिँ अहिले यस्तो भएको छ। मैले चाहिँ मेरो गियर चाहिँ पहिला 2x7 को थियो भने अहिले फेरि 3x नै हालिदिएको, किनकि मैले 2xमा चाहिँ चेन्ज झरेको गर्ने भयो कि अनि त्यो भएर चाहिँ मैले 3x नै हालिदिएको। अनि हाम्रो शनिबार चाहिँ हाम्रो उताको राइड छ होइन। सो डाँडातिरको राइड छ शनिबार, तर लङ राइड नै भन्छ त्यसलाई चाहिँ होइन, लङ टुर राइड भन्छ होइन। अब हेरौँ के कसो हुन्छ है। हाम्रो प्लान चाहिँ भइसकेको छ जाने, अब के हुन्छ त्यो जान सकिन्छ कि सकिन्न त्यो चाहिँ हेर्नुपर्छ है। मेरो साइकलको चाहिँ सबै बनिसकेको छ, चेन सबै। अनि उताको जानको लागि चाहिँ रेडी छ भनौँ न होइन। एउटा एक्स्ट्रा ट्युब पनि छ मसँग अनि एउटा त्यो मैले अहिले चाहिँ नयाँ ट्युब हालेको अनि अर्को एक्स्ट्रा ट्युब चाहिँ राखेँ। साइकलमा मेन चेन हान्ने भनेको यसको चेन हो होइन। यो चेन चाहिँ पुरै बिग्रेको थियो, मैले अहिले अर्को नयाँ हालेको छु यसमा चाहिँ। अनि यो यहाँनिरको यो के भन्छ यसलाई, यहाँको यस्तो यो गोल अर्को पनि यो भाँचिएको रहेछ। अनि यो मैले खास यहाँ माथि चाहिँ रातो हुन्छ, यहाँ मुनि चाहिँ कालो हुन्छ होइन। मैले त्यो हटाएर यहाँ रातै हालिदिएको छु, अर्को ड्रिलरको थियो मसँग त्यो हालिदिएको। अनि अहिले चाहिँ यहाँ 2x को सेट 3x को सेटअप भइसकेको छ अनि 3x को सेटअप भइसक्यो, स्पिड पनि कुद्छ प्लस मलाई लङ टुर राइड गर्दा सजिलो पनि हुन्छ नि त त्यसैले। अनि अरू भनेको त्यस्तै हो, फ्रेम चाहिँ राम्रै छ, फुल एल्युमिनियम बडी भनौँ। अनि सस्पेन्सनहरू पनि अहिलेसम्म चाहिँ त्यस्तो केही भएको छैन, राम्रै छ। ब्रेक यताउति सबै राम्रो छ। ब्रेक चाहिँ यहाँ सिमानोको रहेको छ, सिमानो लेखेको छ तर कुन ब्रान्डको त्यस्तो थाहा छैन है। गियरहरू सुटिङ पनि राम्रै हुन्छ। अब यसो उता परतिर राइड हान्न जानुपर्छ। यो पनि छोटो खाले हाल्छु भनेको, तर पसल बन्द रहेछ कि होइन। अनि प्लस पसल मात्रै बन्द होइन, अनि मैले पछि फेरि त्यो अङ्कललाई सोधेको आज बिहान गएर, त्यो चाहिँ के भएछ भन्दाखेरि चाहिँ त्यसलाई चाहिँ 1100 कि कति भन्थ्यो, 1200 होइन 1100 पऱ्यो अरे। अनि धेरै महँगो परेर चाहिँ त्यो अङ्कल ल्याउनु पनि भएन क्या। अब अलिक पैसा थप्नुपर्छ नि त्यसमा त। अब मैले चाहिँ हल्का सस्तै खाले खोजेको थिएँ अनि त्यो चाहिँ महँगो खाले पऱ्यो। पनि केही छैन, अब अघि पछि फेरौँला होइन। अब के छ र त्यो सामान बिस्तारै फेर्दै जाउँला। अरू सामान ठिक छ। हामी चाहिँ अब हाम्रो पर्सिको राइड चाहिँ कताबाट हुन्छ भन्दाखेरि चाहिँ डाँडा मन्दिरतिर हुन्छ होला होइन।
पर्सि मतलब अब आउने शनिबारको राइड चाहिँ डाँडा मन्दिरतिर हुन्छ होला है। तिनजना केटाहरू हुन्छ होला जस्तो लाग्छ मलाई, जहाँसम्म लाग्छ। अनि यहाँबाट जुम गऱ्यो भने ऊ त्यो सिधै सिधै देखिरहेको छ नि त्यो मन्दिरमा चाहिँ हामी जाने। त्यस्तै अब भाग्यले साथ देऊ केही न। अस्ति नै पनि गएकै हो त्यो साइकल चाहिँ हल्का पहिला जाँदाखेरि चाहिँ साइकल यस्तो ढुट्टो थियो नि त्यो साइकल। अनि अहिले चाहिँ जे होस् राम्रै छ। यसमा चाहिँ म जानेवाला छु। सो के हुन्छ त्यो चाहिँ मैले भिडियोमा पनि हालिरहेको हुन्छु। शनिबार चाहिँ हाम्रो फिक्स भइसकेको छ।